वेलकम बैक टू माई यूट्यूब च्यानल साथीहरू स्वागत छ मेरो च्यानलमा फेसबुक पेजमा। फाइनली आज चाहिँ म एउटा फेरि अर्को काम बाटोको काम सँगसँगै सकेपछि सँगसँगै अर्को कुलाको काम लिएर तपाईहरुलाई चाहिँ देखाउन गइरहेको छु। फेरि हाम्रो काम लगत्तै अर्को सुरु भइसकेको छ। हामी यहाँ कुलोको बाँधमा छौँ। यहाँ अब यो काम कुलो सकिसकेपछि फेरि अर्को काम छ, काम गर्नुपर्छ। साथीहरू भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला। नयाँ साथी हुनुहुन्छ भने सब्स्क्राइब अनि शेयर लाइक कमेन्ट गर्नु होला है। मेरो युट्युबमा नयाँ हुनुहुन्छ भने चाहिँ सबैले सपोर्ट गरेर साथ दिनु होला। भिडियो लास्टसम्म हेर्नु होला। साथीहरू हामीले चाहिँ यता बाँझ बनाउन लागेको, बाँझ कुलोको बाँझ बजेट परेको थियो। आज बलियो बाहिर निकालियो। यो कुलो पुरै टालिएको थियो, टालिएर चाहिँ पुरै विपत्ति भएको थियो। यहाँ यस्तो छ, यसले अझै बनाउनु पर्ने छ। यो कुलो भत्किसकेर पनि यो हामीले भत्किएको कुलोलाई यसलाई फेरि यो तपाईको यो तल गएको थियो, यसलाई उठाएर हामीले यहाँ राखियो। पाँगो यति निकालियो यहाँबाट बालुवा, उता पानी उताबाट कुनाएर लगाइदिए चाहिँ अब हामीले यहाँ निरन्तर काम हाम्रो सुरु भइरहेको छ। बुढाहरू चाहिँ उता 3-4 जना बुढाहरू उता कुलो सफाइ गर्दैछन्। हामी 2 जना चाहिँ यता ढुङ्गा हान्दैछौँ। ढुङ्गा यति खोरियो, अब त्यहाँ बुढाले फोर्दैछन्। बुढाले त्यहाँ फोर्दैछन् ढुङ्गा। फलाइ ढुङ्गा छन् साथीहरू पुरै। हेर्नु यहाँ, यो छिरो पुरै फलाइ ढुङ्गा काचो यहीँ लाग्यो। कति ठुलो थियो साथीहरू ढुङ्गा, फोरियो दुईटाले बल्ल बल्ल। यार ओ ल हेर्नु यो छिरो कति ठुलो थियो। यो बर्खामा तपाईँको यहाँ बस्न सकिन्न कि, यसको उसले त्यो बाछिटाले यहाँ बस्न सकिन्न, यति अल्को छ छिरो। चाहिँ खोज्दैछन् भर्खर मरेन फोटो। मेरो यहाँ चोट लाग्यो, यति चोट लागेको थियो। यहाँ यति धेरै खुन आयो भने। साथीहरू कहाँ कहाँबाट हेर्दै हुनुहुन्छ कमेन्ट गरिदिनु होला। मेरो फेसबुक पेजमा युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने ठ्याक्क कहाँबाट हेर्दै हुनुहुन्छ कमेन्ट गर्नु होला भन्न चाहन्छु। बुढो ढुङ्गा त इस्यु हान्छन् कि यिनी बुढाले फेरि सिसा फुटाले चाहिँ फुटाल्छन् ढुङ्गा। यस्तो छ, ठ्याक्कै माथिबाट आयो। माथि जाँड देख्नुभयो नि, यो सिधै आउने। यहाँ यो बर्खामा त यहाँबाट र यो यताको छिरो मैले तपाईँलाई हुँबाट देखाउँछु है साथीहरू। यहाँ हामी बस्न सकिन्न कि, यस्तो ठुलो हुन्छ यो। ल हेर्नुहोस् कति ठुलो छ। ल हेर्नु कति ठुलो कति ठुलो। यहाँ ढुङ्गा छ्याङ्गै भयो, फोर्दै फाल्दै गरियो। फेरि यो ढुङ्गा हानेको यो फुटेन, तलतिर सुरु गरियो। घन छ, उचाल्नै सकिन्न।
गाह्रो छ साथीहरू। गाउँतिर विदेश के अरे विदेश गाह्रो भन्छन्, विदेशमा भन्दा गाउँमा गाह्रो जस्तो लाग्छ। अब गाउँमा ढुङ्गामुढो गर्नुपर्ने, कोदालो बेल्चा कोदालो गर्नुपर्ने हुन्छ, विदेशमा नि बेल्चा कोदालो त गर्नै पर्छ। त्यही पनि टाइम टेबल हुन्छ। तर यहाँ त बिहान काममा गएर बेलुका यस्तै छ साथीहरू। खै गरी खान सकिन्न कि हो। आँखा पऱ्यो कि आउँछ।